आदरणीय समाजक कमल पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री कमल पुष्पकमल प्रचण्डज्यूलाई सार्वजनिक सम्बोधनको लागि म हार्दिक अनुरोध गर्दछु। लाल सलाम, क्रान्तिकारी अभिवादन। यो विशाल र भव्य एकता सन्देश सभाका सभाध्यक्ष कमरेड, हाम्रो गौरवशाली पार्टी नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक, पूर्व प्रधानमन्त्री, नेपाली कम्युनिस्ट आन्दोलनका एक अग्रज नेता कमरेड माधव कुमार नेपाल, केन्द्रीय समितिका सबै सहयोद्धा कमरेडहरू र यो भव्य समारोहमा उपस्थित रुकुम जिल्ला एउटा ऐतिहासिक जिल्लाका सम्पूर्ण आदरणीय जनसमुदाय, यहाँ उपस्थित महान शहीदहरूका आदरणीय परिवारजन, तमाम बेपत्ता योद्धाहरूका आदरणीय परिवारजन, सबै घाइते अपाङ्ग कमरेडहरू र साथीहरू, आज तपाईहरुको अगाडि उभिएर फेरि एकचोटि यो मञ्चमाबाट सम्बोधन गर्न पाउँदा मलाई हर्ष र गर्वको महसुस भएको छ। तपाईहरु सबैको विवेकलाई, तपाईहरुको साहसलाई र तपाईहरुको धैर्यतालाई म एकचोटि फेरि सलाम भन्न चाहन्छु। समय घर्किसकेको छ। आज तपाईहरुसँग प्रत्यक्ष साक्षात्कार भेटघाट हुँदैन कि भन्ने ठूलो चिन्ता थियो। अघि नै कमरेड माधव कुमार नेपालले भने जस्तै हामी नेपालगञ्जबाट काठमाडौँ फर्किनु पर्यो, तर मलाई लाग्छ तपाई रुकुमका जनताको भरोसा, तपाईहरुको विश्वास र तपाईहरुको मायाले हामीलाई यहाँ ल्याइ छोड्यो। यो तपाईहरुको विजय हो, रुकुमका जनताको विजय हो। तपाईहरु सबैलाई म बधाई भन्न चाहन्छु। यो मञ्चमा पटक पटक सम्बोधन गर्ने अवसर मलाई प्राप्त भएको छ, तपाईहरुलाई थाहा छ। यो पटक केही साथीहरूले कम्युनिस्ट आन्दोलनबाट पलायन भएपछि हामीले भन्दै आएको विचार, सिद्धान्त र नेतृत्वबाट विचलित भएपछि रुकुमको जनतालाई अलि बढी भ्रम पो परेको छ कि पहिलाको जस्तो सभामा उपस्थिति नहुने पो हो कि भन्ने मलाई अलि कता न कता लागेको थियो। तर आज यो सभामा आउँदा रुकुमका जनता महान छन्, कुनै भगौडाका पछि लाग्दैनन् भन्ने कुरा तपाईहरुले साबित गरिदिनु भयो। यस अर्थमा पनि म तपाईहरुलाई बधाई भन्न चाहन्छु। मैले मध्य पहाडी लोकमार्ग अभियानको बेलामा चौरजारीमा भएको सभामा बोलेको तपाईहरु मध्ये धेरैले पक्कै सुन्नु भएको होला। मैले रुकुमको पार्टीका नेता कार्यकर्ताहरू र जनतालाई सलाम गरेको थिएँ त्यति बेला र भनेको थिएँ रुकुममा कतिपय मानिसहरू पहिला जसलाई नेता मानिन्थ्यो उनीहरू पलायन भए, उनीहरू विचलित भए, तर रुकुमका जनता विचलित भएनन्, रुकुमका जनता पलायन भएनन्, रुकुमका नेता कार्यकर्ताहरू कहिले पनि ती विचलित हुनेहरूको पछि लागेनन्, बरु एकताबद्ध भएर पार्टीको साथमा, क्रान्तिको साथमा, नेतृत्वको साथमा रहे। मैले त्यति बेला तपाईहरुलाई अभिवादन भनेको थिएँ। महान रुकुमेली जनता कुनै पलायनवादी, अराजकतावादी, ढोंगी पाखण्डीका पछाडि लाग्ने छैनन्। उनीहरू पार्टीको पक्षमा, पार्टीको विचारको पक्षमा, पार्टीको नेतृत्वको पक्षमा। हिजो जनयुद्धको बेला, जनआन्दोलनका बेला ती भीषण आँधी हुरी बतासमा खारिएका जनता र पार्टीका नेता कार्यकर्ताहरू कसैका बपौती होइनन्, कसैका दास होइनन्। उनीहरू क्रान्तिका सिपाहीहरू, लाल सिपाहीहरू हुन्। यो कुरा तपाई रुकुमेली जनताले पटक पटक साबित गरिदिनु भयो र अहिले पनि म त आउँदै गर्दा माधवजी र म एउटै गाडीमा आयौँ। बजारभरि मानिसहरूको स्वागत गर्नेको ताती छ। यहाँ आउँदा पहिलेको भन्दा विशाल जनमत मैले देखेँ।
यस अर्थमा तपाईहरु महान हुनुहुन्छ। म फेरि पार्टीको तर्फबाट तपाईहरुलाई बधाई भन्न चाहन्छु, तपाईहरुलाई अभिवादन भन्न चाहन्छु। आदरणीय जनसमुदाय, लामो व्याख्या गर्ने समय छैन। आज देशको परिस्थिति अलि असहज भएको तपाईहरुलाई थाहा छ। आन्दोलन र अनि 24 भाद्रमा भएको विध्वंसका कारण राष्ट्र निकै असहज र असाधारण परिस्थितिमा छ। त्यो परिस्थितिको सामना गर्ने तागत, राष्ट्रलाई एकताबद्ध गर्ने तागत पैदा गर्नकै लागि कमरेड माधव कुमार नेपाल र मैले एउटा मिसन, एउटा अभियान फेरि सुरु गर्नुपर्छ। हामीले एकताको अभियान, क्रान्तिकारी एकताको अभियान, सत्र पार्टी हामी एकताबद्ध भएका छौँ र देशभरि एउटा उत्साह, एउटा भरोसा, एउटा उमङ्ग पैदा भएको छ। तपाईहरुले हेर्नुभयो होला, हामीले धनगढीमा गरेको सन्देश सभा, हामीले देउखुरीको लमैमा गरेको सन्देश सभा, या जनकपुरको होस् या पोखराको होस् या विराटनगर होस् र सुर्खेतसम्म आउँदा र काठमाडौँको सभा पनि पक्कै तपाईहरुले देख्नुभयो। ठुलो जनसागर उर्लिँदै गएको छ नेपाली कम्युनिस्ट पार्टीको पक्षमा। तर प्रतिक्रियावादी र जाली फटाहरू यो एकताबाट अतालिएर कहीँ न कहीँ कोही न कोही विचलित मान्छेहरूलाई देखाएर पार्टीका विरुद्ध विषमन गर्न छोडेका पनि छैनन्। यहाँ तपाईहरुले हेर्दा त यहाँको एकजना तपाईहरुले अगाडि सारेको नेता पलायन भए, विचलित भए, गए। कहाँ गए भन्दा कम्युनिस्ट र मार्क्सवाद छोड्ने ठाउँमा पुगे, कम्युनिस्ट पार्टी छोड्ने ठाउँमा पुगे। तपाईहरुलाई लाग्यो होला यिनी विचलित भए मात्रै होइन, यसको पछाडि साम्राज्यवादी र प्रतिक्रियावादी षड्यन्त्र छ। म तपाईहरुलाई यो विश्वासका साथ भन्न सक्छु, निकै ठुलो षड्यन्त्र अन्तर्गत यी मानिसहरूलाई विचलित गराइएको पनि छ। म अहिले धेरै भन्न चाहन्न, मलाई चौरजारीको त्यो सभा अहिले स्मरण भइरहेको छ। जोसुकै विचलित हुन् तर रुकुमको जनता विचलित हुने छैनन्, यहाँका क्रान्तिकारी विचलित हुने छैनन्, यहाँका नेता कार्यकर्ता विचलित हुने छैनन्। यहाँ थुप्रै अनुभवी नेताहरूको जमात छ, मलाई थाहा छ। बुजुर्ग प्रौढ नेताहरूको, अनुभवी नेताहरूको जमात छ, युवा नेताहरूको जमात छ र हजारौं क्रान्तिकारी कार्यकर्ताहरूको जमात छ र अहिलेका नयाँ युवाहरूको पनि विशाल पंक्ति रुकुममा छ। कसैले हिलाउन सक्ने छैन। म तपाईहरुलाई के भन्न चाहन्छु भने पहिला त प्रभाकर थियो र प्रचण्डलाई ल्याउँथ्यो, अब त प्रभाकर छैन, प्रचण्ड आउँछ कि आउँदैन भनेर एक दुईजनाले मलाई भनेको सुने मैले। म झन् बढी आउँछु रुकुम, अब तपाईहरुको साथमा झन् बढी आउँछु। अब त म माधव नेपालजीलाई समेत लिएर आएको छु। त्यसकारण तपाईहरुलाई के नपरोस् भने प्रभाकरको अभावमा पार्टी हेडक्वार्टरसँग सीधा सम्बन्ध हुँदैन कि भन्ने तपाईहरुलाई लागेको छ भने म त्यो भ्रममा नपर्न तपाईहरुलाई अनुरोध गर्न चाहन्छु। हमेशा तपाईहरुको साथमा हेडक्वार्टर हुनेछ, तपाईहरुको सुख दुःखमा हेडक्वार्टर हुनेछ। पहिले भन्दा बढी तपाईहरुका दुःख सुखमा, तपाईहरुका विकास निर्माणका काममा बरु प्रभाकरले अलि उदण्ड तरिकाले गर्थे। अब त्यो उदण्डता चल्ने छैन। अझ गम्भीरताको साथ तपाईहरुका भौतिक पूर्वाधारका कुरा, तपाईहरुको कृषिमा उत्पादन र उत्पादकत्व वृद्धिका कुरा, ऊर्जाका कुरा, शिक्षाका कुरा, स्वास्थ्यका कुरा, रोजगारीका कुरामा हामीले एउटा नयाँ संकल्प गरेका छौँ र हिजो मात्रै हामीले एउटा टिम बनाएर पार्टीको घोषणापत्र, चुनावी घोषणापत्र पहिलाको जस्तो होइन, अब जनतालाई भरोसा हुने गरी, हाम्रा विगतका कमी कमजोरी सच्याउने गरी अगाडि बढ्ने प्रतिबद्धता सहित लेखन कार्य सुरु भएको छ। आदरणीय रुकुमेली जनता, म तपाईहरुलाई विश्वास दिलाउँछु, तपाईहरुको निम्ति पार्टी हेडक्वार्टरको ढोका काठमाडौँमा सधैँ खुला हुनेछ, कसैले रोकिने छैन। यो विश्वास म तपाईहरुलाई दिलाउन चाहन्छु। हिजो केही साथीहरू पहिलोचोटि 39-40 सालमा रुकुम आउँदा जो नेता थिए ती केही नेताहरू अलि पहिले नै पलायन भए।
तर त्यो पलायनबाट तपाईहरु झन् धेरै भएर आउनुभयो। अहिले पनि अहिलेको पलायन झन् त त्यसले तपाईहरुलाई आफ्नो कर्तव्यप्रति, आफ्नो जिम्मेवारीप्रति, पार्टी आन्दोलन र क्रान्तिप्रति, समाजवादको यात्राप्रति तपाईहरुको कर्तव्य बोध धेरै माथि उठेको मैले महसुस गरेको छु। म तपाईहरु सबैलाई अहिले यहाँ पार्टीका सबै नेताहरू, प्रदेशका या जिल्लाका या पालिकाका या स्थानीय तहका तपाईहरु सबैलाई मैले हुन त केही पालिकामा मैले भिडियो मार्फत वक्तव्य पनि दिएको थिएँ। तपाईहरुको मिटिङ चलिरहँदा शहीद परिवारहरूले बोल्दै गर्दा मैले सुनेको पनि थिएँ। तर आउने दिनमा हुन सक्छ म अहिलेको चुनाव रुकुमैबाट लड्छु। अब त्यो रुकुम फेरि यही रुकुम भन्ने नठान्नु होला। पूर्वी रुकुममा म आउने करिब निश्चित भएको छ। म पूर्वी रुकुम आउने भनेको पश्चिम रुकुम पनि आउने नै हो, किनभने यो एउटै रुकुम हो। हिजो हामीले जति बेला जनयुद्धको तयारी गर्यौं, जनयुद्धमा अगाडि बढ्यौं, रुकुम सिङ्गो रुकुमको जनता, रुकुमका नेता कार्यकर्ताहरूको साथमा काँधमा काँध मिलाएर त्याग र बलिदानका कीर्तिमान कायम गरिएको छ। म पूर्वी रुकुम आउने भनेको पश्चिम रुकुम पनि आउने हो, यो कुरा बुझिराख्नु होला। विकास निर्माणलाई नयाँ सिराबाट यहाँका जनताका दुःख सुखका समस्याहरूमा एकाकार हुनको निम्ति आउने हो। आज माधवजी पनि यहाँ आउनु भएको छ। यहाँ हामी दुईजना मात्रै होइन, मैले भने 17वटा पार्टीको एकता गरिएको छ र एउटा नयाँ इतिहासको रचना गरिएको छ। अहिले यहाँ चाहिँ तपाईहरुले जे गर्नुभयो, यतिका जनसमुदाय आज केन्द्रित हुनुभयो। 5 बजेर 5:15 हुन लाग्यो। तपाईहरु अझै पनि धैर्यताका साथ हाम्रो कुरा सुनिराख्नु भएको छ। म अब भाषण र वक्तव्य लम्ब्याउन चाहन्न। हामीले समाजवादतिरको यात्रा गर्ने क्रममा अब पार्टीको झण्डा, हँसियो हथौडावाला झण्डा, मार्क्सवादको निर्देशक सिद्धान्त र चुनाव चिन्ह लाल तारा अहिले देशभरि स्थापित भइसकेको छ। सबैको प्यारो तारा, लाल तारा, 5 गुणे तारा। अब यहाँ गोपाल शर्मा यहाँ अब रुकुम जिल्लाको एउटा नयाँ युवा नेताको रूपमा, जसले हिजो गल्ती गर्दा पनि प्रभाकरलाई छुट दिने पनि हो। उहाँ चाहिँ अघि उहाँले भन्नु पनि भयो, उहाँले बनाएको हो। तर धोका दिएपछि त उहाँले पनि कति काट थाप्न सक्ने। माधवजीले भने जस्तै हो, भिरबाट खस्नेलाई राम राम मात्रै भन्न सकिन्छ, काट थाप्न सकिँदैन। अब गोपालजी लगायत यहाँका सबै रुकुमका नेता कार्यकर्ताले जनताको काँध थाप्नु पर्छ, जिम्मेवारीका साथ अगाडि जानु पर्दछ। र तपाईँ महान रुकुमेली जनताप्रति म अन्तिममा अपिल गर्न चाहन्छु, पहिलेको भन्दा अत्यधिक बहुमत ल्याएर गोपाल शर्मालाई विजयी गराउन, रातो तारालाई आकाशमा उचाइमा बिदा हुन्छु। धन्यवाद, अभिवादन, लाल सलाम। धन्यवाद आदरणीय संयोजक कमरेडलाई। अब हाम्रो छोटो कार्यक्रम रहेको छ, एउटा हाम्रो घर फर्को कार्यक्रम रहेको छ। म त्यसतर्फ त्यो कार्यक्रम जोड्न गइरहेको छु। र यहाँ सबभन्दा पहिले म हाम्रो पार्टीमा पहिले क्रियाशील रहनुभएका र बिचमा नेकपा एमाले तर्फ जानुभएका, केही समय काम गर्नुभएका शिव र शैली कमरेड, त्यसै गरी अरू थुप्रै कमरेडहरू आउनुभएको छ। समीर पुन मगर हाटबिस्कोट 12 नेकपा एमाले वडा कमिटी सचिव, मुकेश पुन हाटबिस्कोट 12 नेपाली काङ्ग्रेस वडा कमिटी उपसभापति, कस्तुप पुन हाटबिस्कोट 12 नेकपा एमाले सदस्य, जगदीश खड्का हाटबिस्कोट 11 डाँडागाउँ नेकपा एमाले परित्याग, त्यसै गरी बिर्मी खड्का, देवी भक्त पुन आफ्नो खड्का, त्यसै गरी चाहिँ सानीबेरी